साथीहरु आज चाहिँ हाम्रो डिनरमा यस्तो छ म चाउमिन बनाउँदै छु हैन ल यहाँ मटर मस्टर्ड लिप नै भन्नु अनियन लिप धनिया टमेटो अदुवा लसुन खुर्सानी गाजर क्याबेज अनियन अब यसको चाहिँ एकदम बढिया आज चाउमिन बनाएर खाने हो ल को खानुहुन्छ आउनु है अब चाहिँ अदुवा लसुनको पेस्ट हाल्ने म चाहिँ चाउमिन बनाउँछु साथीहरु देसी स्टाइलमा त्यसलाई पनि हाल्दिने हुनाले त्यति धेर फ्राई गर्नु पर्दैन यो हाफ बोइल मलाई मन पर्ने हुनाले मैले यसो हाल्दिएको चाउमिनलाई चाहिँ एकदम कडा खान्छ क्या यो रायो साग भएको चाउमिन दुईजनालाई खासै धेरै चाहिँदैन त्यसकारण नुन पो धेरै हाले क्या हाम्रो साथीहरु हाम्रो चाउमिन अब रेडी हुन लाग्यो साथीहरु सरर चाउमिन हेर्नुस् मस्तसँगले ल भयो अनियनले गार्लिक गरिदिएको हैन लुक्स कस्तो देखेछ तपाईहरु हेर्न सक्नुहुन्छ चाउमिन यो चाहिँ देसी स्टाइलमा नेपाली स्टाइलमा सिम्पल टाइपले बनाएको ल रोक्दिनुस् चाउमिन अनि यहाँ प्याज काँचो प्याज हालेर गार्लिक टक्क हुँदैछ गार्लिक हुँदैछ धेर पो भएछ कि क्या हो धनिया पनि हाम्रो ओरिजिनल बनाएको वाइन हो त खान्छ त यार गाइस यो चाहिँ वाइन हो ओरिजिनल वाइन तपाईहरुलाई पनि खानु मन लाग्छ नि यसको आइडिया चाहिँ मलाई सोध्नु होला बब्बाल हाम्रो यो वाइन हो कुन खाने भाइ म एकचोटि चेक गर्छु हैन मलाई देखो कस्तो छ अब नुनसुन लागेन साथीहरु मैले ट्राई गर्ने पुग्यो पनि बब्बा ल साथीहरु बबाल भएछ मस्त ओ माय गॉड बबाल बबाल भयो भयो मेरो भाइले खाँदैछ अब भाइले कस्तो रियाक्सन दिन्छ है कस्तो हुँदो रहेछ हैन यहाँ त कस्तो है वाइन 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 हाम्रो ओरिजिनल वाइन हो नि यो दामी भएछ दाइको आइडिया कस्तो लाग्यो तिमीलाई अब यो चाहिँ हाम्रो ट्रक ड्राइभरको लाइफ यहाँ ओछ्यान चाहिँ यसरी ट्रेमा राख्ने हो स्ट्रिङ त हामी यसरी गाडीमा लोड पर्खेर बसिरहेछौँ यसरी खाँदैछौँ साथीहरु हाम्रो इन्जोय यस्तो चलिरहेछ तपाईहरुले पनि फलो गर्नु होला लाइक गर्नु होला र ट्रक ड्राइभरमा आउने भने यस्तै मजा हुन्छ आउनु होला बिन्दासमा